हेलो साथीहरू नमस्कार। तपाईँहरूलाई थाहा छ म आज के बनाउन गइरहेको छु। म चाहिँ सेकुवा पोल्ने भट्टी बनाउन गइरहेको छु। भट्टी बनाउने क्रममा चाहिँ यति सकिसकेको छ है। हामीले अब भट्टी बनाइसकेपछि चाहिँ आगो बालिहालेका छौँ। अब चाहिँ सेकुवा पोल्नको लागि चाहिँ दाउराहरू हालेर कोइला बनाउँदैछौँ साथीहरू। हेर्नुहोस्, यसरी नै भट्टी बनाएको छु मैले। यसरी बनाउँदाखेरि चाहिँ मासु छिटो पाक्ने हुन्छ कोइलामा है। ल हेर्नु साथीहरू, आगो पनि मजाले बलिरहेछ। धुवा जाने उतापट्टि एक्जिट बनाएको छु। तर स्मोकहरू चाहिँ मजाले यता नै आइरहेछ। यो मासु चाहिँ पर्कको हो। आज यसो सेकुवा पोलेर सबैलाई पाउँ भनेर बनाउँदैछौँ साथीहरू। ल हेर्नुहोस् साथीहरू, म्यारिनेट पनि भइसकेछ मासुहरू। अब उनेर ठ्याक्क राख्ने साथीहरू। अब घरमा यस्तै छ, चल्दैछ है। मासु अब पोलेर टक्कसँगले है खानुपर्छ साथीहरू है। हामीले चाहिँ यसरी नै अब सबै नै भिडमा उभिनेर राखिसकेछौँ मासुहरू। र अब उनीको मासुलाई चाहिँ अब हाम्रो कोइला हुने काम चाहिँ जारी नै छ साथीहरू। कोइला अलिक राम्रो भइसकेपछि उनीको मासुहरूलाई चाहिँ त्यो भट्टीमा हालेर हामी चाहिँ पकाउँछौँ साथीहरू। तर अलिकति ढिलो भयो जस्तो छ। कोइला चाहिँ यो तरिकाले हामीले बनायौँ। कोइलाहरू सबैतिर बलेको आगोहरूलाई चाहिँ यो चाहिँ गाउँघरमा बनाइने सेकुवा पोल्ने भट्टी भनौँ न, सानो भट्टी। अब 1 इन्चीको भट्टीहरू चाहिँ ठुलो हुन्छ होइन। यो चाहिँ सेकुवा पोल्ने सानो मेरो आफ्नै व्यक्तिगत डिजाइनमा बनाएको सेकुवा पोल्ने भट्टी हो साथीहरू। ल मासुहरू चाहिँ यसरी नै पाक्दैछ साथीहरू। हाम्रो पर्क सेकुवा बनाउँदैछु म चाहिँ साथीहरू, पोल्दैछु मासु चाहिँ। अब भत्किसकेपछि चाहिँ गाउँ गएको बेलामा चाहिँ यो नयाँ भट्टी बनाएको हो। यो तातो भएर होला, आलो भएर होला यो भट्टी पनि। अलिकति तातोले गर्दाखेरि सबै माटोहरू चर्किएछ। सो अब यो मासुहरू पकाइसकेपछि अलिक पछाडि मजाले लिकेर फेरि यसलाई भट्टीलाई राखिन्छ। अर्कोचोटि पकाइदिनु युजफुल हुन्छ होइन। भट्टी चाहिँ अब यस्तै बनाइयो भने चाहिँ दामी लाग्छ। मासु पनि छिटो पाक्ने, कहीँदेखि यो पनि जाँदैन, अगाडिबाट मात्रै हो। अनि अगाडिदेखि नै हावा पनि पस्ने, अनि अगाडिदेखि नै स्मोकहरू पनि निस्किने भयो भने चाहिँ मासुलाई पनि मजाले स्मोक हुन्छ। हेर्नुहोस् साथीहरू, सानो धुलो राखेको छु मैले चाहिँ धुवा जाने। तर त्यहाँदेखि चाहिँ धुवा कमै जान्छ क्या, कम ब्लक गरेको छु क्या अहिले साथीहरू। अनि त्यही भएर अगाडिदेखि नै सबै धुवाहरू जान्छ साथीहरू। धुवाहरू अगाडि गएकोले गर्दाखेरि चाहिँ मासुमा चाहिँ असाध्यै स्मोक चाहिँ दामी नै आउँछ फ्लेभर। यो तरिकाले हेर्नुहोस् त साथीहरू, कति रातो मासुहरू भइसकेको छ एकैछिनमा।
सो धेरै टाइम पनि लाग्दैन, यो तरिकाले छिटै पाक्छ। भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई सबैलाई धन्यवाद र यो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। आगामी दिनमा यस्तै भिडियोहरू आउनेछ साथीहरू। बाई।